वीरगञ्जमा चलाएको डोजरको रापताप सेलाउन नपाउँदै बालेन सरकारले बाराको चर्चित 3 नम्बर पुलमा पनि डोजर चलाउने गरी दियो चेतावनी। अन्तिम डेडलाइन वैशाख 10 गते तोकियो। वीरगञ्जमा बालेन सरकारले डोजर चलाएर करिब 700 घरहरू ध्वस्त पारेको घटनाको रापताप सेलाउन नपाउँदै अब बाराको चर्चित स्थान 3 नम्बर पुल क्षेत्रमा पनि त्यही शैलीमा डोजर चलाउने संकेत देखिएको छ। हाइवेसँग जोडिएर विकसित भएको बजार र चर्चित होटल व्यवसाय सञ्चालन हुँदै आएको यो क्षेत्र अब बालेन सरकारको निशानामा परेको छ। जस्तो सुकै दबाब आए पनि सडक मिचेर व्यवसाय गर्न नदिने स्पष्ट अडानमा बालेन सरकार उभिएको देखिन्छ। यसअघि अदालतले समेत सडक अतिक्रमण हटाउने कार्यमा अनुमति दिइसकेको अवस्थामा अब डोजरको बाटोमा कानुनी अवरोध नरहने देखिएको छ। यही सन्दर्भमा सडक डिभिजन कार्यालय हेटौँडाले अतिक्रमित क्षेत्र खाली गराउन वैशाख 10 गतेसम्मको अन्तिम समय सीमा तोकेको छ। वैशाख 10 गतेसम्मको अल्टिमेटम दिनुभएको हो कार्यालयले। अनि यदि वैशाख 10 गतेसम्म चाहिँ हटेन अटेरी गरी राखे भने चाहिँ के हुन्छ? त्यसपछि चाहिँ हामीले क्लियर गर्छौँ सर। वीरगञ्जका जस्तै बल प्रयोग गरेर डोजर चलाएर त्यसलाई चाहिँ क्लियर गर्नुहुन्छ? हजुर हजुर। भनेपछि यो चाहिँ 10 गतेसम्म हेर्नुहुन्छ, 11 गते नै चल्छ कि केही दिन अरू टाइम दिनुहुन्छ? अब त्यो टाइम दिने भन्ने चाहिँ अब हुँदैन होला सर। सूचनाको मिति समाप्त भएपछि नै हामी कन्टिन्यू गरिहाल्छौँ सर। हामी वेटिङ टाइम चाहिँ राखिँदैन। तोकिएको समयभित्र अतिक्रमण नहटाइए बल प्रयोग गरेर हटाइने चेतावनी समेत दिइएको छ। सडक डिभिजन कार्यालय हेटौँडाकी इन्जिनियर दिलासा तिवारीका अनुसार हाम्रो अन्तिम डेडलाइन वैशाख 10 गतेसम्मको हो। त्यसपछि हामी एक दिन पनि कुर्ने पक्षमा छैनौँ। डिभिजनका एक अधिकारीले पनि कडा रूपमा भनेका छन्, कुनै पनि हालतमा सडकको अतिक्रमण हटाएरै छोड्छौँ। कार्यालयद्वारा जारी सूचनामा स्पष्ट उल्लेख गरिएको छ कि सडक विभागको स्वीकृति बिना सार्वजनिक सडक तथा सडक सीमाभित्र अनाधिकृत रूपमा निर्माण गरिएका घर टहरा लगायत संरचना हटाउनु पर्नेछ। 3 नम्बर पुल भन्ने थाहा छ नि, त्यो अलिक व्यावसायिक एरिया पनि हो हैन? हजुर हो, 3 नम्बर पुल त भइ नै हाल्यो, सबैले देखि नै रहेछन्। अब तर हाम्रो टार्गेट भनेको सूचना हामीले जहाँदेखि जहाँसम्म निकालेर जान्छ सबै टार्गेट हो हैन। अब बढी क्राउडेड चाहिँ 3 नम्बर पुलमा देखिन्छ। पुरानो व्यवसायहरू पनि छ नि, त्यहाँ वर्षौंदेखि चलिरहेको पसल व्यवसाय पनि छ हैन? तर अब जति वर्षौंदेखि चलिआएको भए पनि अब सार्वजनिक जग्गा अतिक्रमण गर्नुभएको सानो व्यापारी होस् ठुलो व्यापारी होस् हैन, सबै हाम्रो लागि त एउटै नै भयो नि, अतिक्रमणकारी नै भयो नि हैन। पथलैयादेखि 3 नम्बर पुल हुँदै चुरियामाई मन्दिर क्षेत्रसम्म सडकको केन्द्रबाट दायाँ बायाँ 25-25 मिटर भित्र पर्ने सबै अतिक्रमण वैशाख 10 गते भित्र अनिवार्य रूपमा हटाउन भनिएको छ। सूचनामा अटेर गरी आदेश कार्यान्वयन नगरेमा सार्वजनिक सडक ऐन 2039 तथा प्रचलित नेपाल कानून अनुसार कडा कारबाही हुने चेतावनी समेत दिइएको छ। यसरी सरकारको कडा अडानसँगै अब बाराको पथलैयादेखि 3 नम्बर पुल हुँदै चुरियामाई मन्दिरसम्मको क्षेत्रमा पनि डोजर चल्ने लगभग निश्चित बनेको छ।